के भएछ यो आइगर ऊ आइने ऊ आएन क्या हो त यसलाई पनि मलाई हुने त हो र आलुपुर कहाँ हो आलुपुर कान्छ आलुपुर कान्छ अरे आरखुटी वहाँ पाहाडको अरे बुहारी मात्रै आएर नि बुहारीमा चाहिँ आछि ऊ आएन क्या के अब के गर्छन् त छोटो त तिमी के आछौ कि यहाँ आइराखेपछि नआउने त अब ऊ दोस्रोको गल्ती हो के यसको त गल्ती छैन यसले मैन राखेको छु आइराख्यो त हत्यामा भयो कम हुन्छ त यसले मैन राख्यो अब नआउने त अब त्यो कान्छा गल्ती हो दोस्रो गल्ती हो आउनु पर्ने हो नि होइन होइन लाज होइन हाम्रो गल्ती होइन गल्ती त त्यही सानै गल्ती हो गल्ती होइन उसको गल्ती हो जहाँ पनि बुहारी हेरे जेठो छोरा जेठी बुहारीले सोध्नुहोस् क्या देखि मान्नेले राम्रो हो किन हल्ला गरे फेरि आफै दुई दल थमाउँछन् बुल हामीलाई त्यो उ गरेर हो कि घरको जेठो छोरा भित्र चाहिँ मेरो छोरा जेठी बुहारी देउतालाई शरण पर्न हामीले दोष पनि यस्तै यो गर्ने हुने त हुन्थ्यो होला कहाँ
बाजेको म दिन्छु सुख शान्त राखिदिनु पर्यो भन्छी बुवाईले मान्नु पर्यो त्यो त त्यही छ अरू 30 वर्षको आउँछ कहाँ मान्ला अर्काले देख्नु पनि उनीको बाबा त हुन्थ्यो नि यो त पोहोर पनि आइरहेको के यो त आइहाल्यो परादेखि आएको गल्ती हो ठ्याक्कै अब छोरा अब बाबा होइन नआएछ छोराले दियो किन महिना अन्त भइगयो परारीबाट के भन्छ नि कामदारी लेखाइदिउ न यहीँ पुज्ने भनेर भन्नु म त अब छोड्दैन म जान्छु भने देख्ने ओके छैन भन्दै परा र सार पनि जानिन भन्नु त म आफै ती पाठो किनेर आयाम धदैन पठाउनु मिन चामल यो पठाउनु मिन अहिले पनि अब उ त्यो पुज्ने त्यही आनन्द फेरि भन्नु थियो उसले त्यो मैले पुग्नु पुरा गरेर सक्दै थिएन म परालाई यहाँ दिउँ पुग्न आएको टिपेर अब हाम्रो के थियो अब त आइरह्यो त्यहाँ पनि देउताले सताएपछि बल्ल आउनुहुन्छ त्यहाँ दुःख पाएपछि उहाँले दुःख पाएपछि उहाँ त क्या त्यो मास खानालाई काटे भएको नत्र अब दिउतालाई त अब यहीँ आउनु पऱ्यो कि पहिला अब यहाँबाट पनि तपाईँ जानु कि भाडा लाग्ने हो र अनि यताबाट कति बुढाबुढी कति पुग्नुहुन्छ यहाँको बसी हो त्यो बसी नउठाइदिएको हाम्रो कार्य सुरु हुन्छ यहाँ कार्य छैन यहाँ त 3 साल भयो एक साल अब एकपल्ट भयो कहाँको कहाँ पुग्यो आउँछु भने किन्न मन हाम्रो